हेलो गाइज, आरामै हुनुहुन्छ सबैजना। आज चाहिँ म एउटा छोटो मिठो सानो ब्लग लिएर आएको छु है। हामी चाहिँ राजस्थानदेखि गुडगाउँ जाने क्रममा एउटा एकदमै राम्रो रेस्टुरेन्टमा डिनरको लागि हामीले भिजिट गरेको थियौँ। रेस्टुरेन्ट चाहिँ बाहिरबाट हेर्दा जति नै राम्रो थियो त्यति नै भित्रबाट पनि एकदमै राम्रो थियो। यात्राको क्रममा भेटेको यो रेस्टुरेन्ट राजस्थान अनि गुडगाउँको बिचको हाइवेमा पर्छ, तर एक्ज्याक्ट लोकेसन चाहिँ मैले बिर्सिएँ ल। एकदमै सफा अनि हाइजेनिक होइन, एकदमै राम्रो थियो रेस्टुरेन्ट चाहिँ। वासरुम पनि एकदमै सफा अनि एकदमै कम्फर्टेबल होइन। यहाँ हजुरहरूले खानादेखि लिएर आइसक्रिम अनि कफी ड्रिङ्क्सहरू, सेक अनि एभ्रिथिङ पाउनुहुन्छ। यदि हजुरहरू फ्यामिली अथवा बच्चाहरूसँग आउँदै हुनुहुन्छ भने पनि एकदमै राम्रो वातावरण यहाँ पाउनुहुनेछ। खानादेखि लिएर बच्चाहरूको सम्पूर्ण खेलौनाको सामान अथवा खानेकुराहरू पनि यहाँ प्रशस्त पाइन्छ है। अनि बच्चाहरूको लागि प्ले एरिया पनि बाहिर ग्राउन्डमा अभाइलेबल रहेको छ। अनि हामी चाहिँ एकदमै भोक लागेको हुनाले चाहिँ हामीले चाहिँ अर्डर पहिले नै दिइसकेको थियौँ, त्यसैले हाम्रो खाना पनि आइसकेको थियो। खानामा चाहिँ हामीले बाबुको लागि चाहिँ पिज्जा अर्डर गरेको थियो है। अनि हाम्रो लागि चाहिँ मलाई कोफ्ता, राइस, हाक्का नुडल्स अनि रोटी चाहिँ हामीले अर्डर गरेको थियौँ। देख्न सक्नुहुन्छ खाना पनि यहाँको एकदमै राम्रो, मिठो होइन, एकदमै डेलिसियस थियो होइन। यहाँ चाहिँ मैले बाबुलाई सोध्दै थिएँ कि पिज्जा कस्तो लाग्यो भनेर होइन। उसलाई चाहिँ पिज्जा एकदमै मनपर्छ। सायद सबै बच्चाहरूको फेभरेट नै हुन्छ होला पिज्जा त होइन। सायद दिनभरिको थकाइ अनि भोकले गर्दा होला होइन, हामीले चाहिँ खाना एकदमै इन्जोय गरेर खाइरहेको थियो होइन। मुड पनि एकदमै फ्रेस भइरहेको थियो खानाले खाना। अब चाहिँ खाना खाइसकेपछि चाहिँ बाबुले आइसक्रिम खाने जिद गरेको हुनाले चाहिँ उसको लागि चाहिँ मैले यम्मी यम्मी मोका ब्राउनी आइसक्रिम चाहिँ अर्डर गरेको थिएँ। उसको चाहिँ फेभरेट हो यो फ्लेभर होइन। अनि हाम्रो चाहिँ खाना एकदमै बढी भइरहेको थियो, खाना एकदमै खाएको थियो हामीले, त्यही भएर चाहिँ हामीले आइसक्रिम चाहिँ अभोइड गरेको थियौँ। यहाँ चाहिँ मैले सिर्फ बाबुको लागि मात्रै लिएको थिएँ है त आइसक्रिम। अब चाहिँ लगभग 1 घन्टाको बसाइपछि चाहिँ हामी आफ्नै यात्रामा लागियो। भिडियोलाई हेरेर धन्यवाद। अब चाहिँ हामी लगभग होइन 1 घन्टाको बसाइपछि चाहिँ हामी पुनः आफ्नो